आज डाक्टर सुनीति आचार्यसँग कुराकानी गर्दै गर्दा हजुर अब यो महिला सशक्तिकरण वुमेन इम्पावरमेन्ट भन्ने यो वर्ड चाहिँ निकै आइराखेको छ कि राजनीतिक दलदेखि विभिन्न गैर सरकारी संस्थादेखि लिएर यी भनिराखेका हुन्छन् महिलावादीहरू महिला अधिकारको कुराहरू गर्नेहरू पनि उहाँहरू पनि गरिरहनु भएको हुन्छ। यो भनेको के हो? यो महिला सशक्तिकरण कुनै महिलाको सशक्तिकरण कसरी हुन्छ? महिलाको सशक्तिकरण हेर्नुहोस् दुईवटा कुरा छ। एउटा चाहिँ एक्सट्रिममा जान्छन् स्वास्थ्यमा अहिलेको जुन एउटा धार देख्छु मैले, दुई धार छ कि एउटा चाहिँ नि एक्सट्रिम जे भए पनि ब्लेम अन म्यान, यो मान्छेहरूले लोग्ने मान्छेहरूले गर्दा हामी माथि उठ्न सकेनौँ भने आई डोन्ट एग्री टु द्याट है। मलाई के लाग्छ भने हो स्वास्थ्य मान्छेहरूलाई धेरै अलिकति पछाडि पार्यो समाजले, तर त्यसमा आफ्नोमा पनि छ। कसैले आफूले नै गर्छु भनेर भन्यो भने दे क्यान कम। तर मुख्य सशक्तिकरण भनेको के कुराले हुन्छ? हाउ यु बिकम पावरफुल भनौँ न। सशक्तिकरण त पावरफुल त बनाउने नै हो भने के चिजले गर्छ भने फन्डामेन्टल मेरो हिसाबमा दुईवटा चिजले गर्छ। एउटा त एजुकेसनै हुनु पर्यो, एजुकेसन एन्ड अवेरनेस। त्यसमा हाम्रो पहिला धेरै कम थियो, अहिले बिस्तारै माथि आइरहेछन्। अब मैले लास्ट इयर एउटा डकुमेन्ट बनाउँदै थिएँ, त्यसमा हेर्दाखेरि कलेज र युनिभर्सिटी जाने महिलाको पर्सेन्टेज इट्स हायर देन मेन। त्यो चाहिँ ठुलो, मलाई त खुसी लाग्यो, त्यसमा एकदमै खुसी लाग्यो है। त्यो चाहिँ एकदम राम्रो भइरहेछ, तर अझ पुगेको छैन। त्यो पर्सेन्टेज भए पनि नम्बर त कम छ, त्यसैले चाहिँ त्यसमा अझ बढाउनुपर्छ। अर्को कुरा सबभन्दा मोस्ट इम्पोर्टेन्ट चाहिँ के भने इकोनोमिक इम्पावरमेन्ट। हाम्रो इकोनोमिक र हेल्थ त्यसपछि, अनि हेल्थ त अब हेल्थ इज मोस्ट इम्पोर्टेन्ट। अब इफ यु आर रिच, तपाईँसँग पैसा पनि छ, तपाईँसँग एजुकेसन पनि छ, हेल्थ छैन भने त यु क्यानट डु एनिथिङ एगेन। भनेपछि तिनवटा फन्डामेन्टल कुरा चाहिँ फर्स्ट इज एजुकेसन एन्ड अवेरनेस पनि चाहियो। एजुकेसन मात्रै भएर पनि भएन, अवेरनेस चाहिन्छ। अब अवेरनेसलाई चाहिँ अहिलेको यो आइटी, यो भनौँ न अब यो फेसबुकहरूको अलिअलि विकृतिहरू पनि छ, तर यो आइटीले गर्दाखेरि धेरै अवेरनेस आएको छ महिलाहरूमा या बच्चाहरूमा, जसमा पनि अर्को एजुकेसन सिस्टम र आजकलको यो युट्युब गुगल गर्दाखेरि मान्छेको अवेरनेस लेभल धेरै बढाएको छ। जस्तो हामी केटाकेटी हामी त बुझ्दो थियौँ त्यो हिसाबले, त अहिलेको केटाकेटीहरू दे आर भेरी वेल इन्फर्मड है, त्यो हिसाबले फ्युचर इज ब्राइट। अब इकोनोमिक इम्पावरमेन्ट भनेको चाहिँ कस्तो भनेदेखि यु हेभ टु हेभ सम इकोनोमिक सोर्स। जे गर्न पनि त इकोनोमिक चाहियो नि। म एउटा इक्जाम्पल के दिन्छु भने रोटरीमा म प्रेसिडेन्ट हुँदाखेरि एउटा प्रोग्राम हामीले बल्थलीमा चलाएको थियौँ है। यो मेरो आफ्नो डब्लुएचओको अनुभवबाट मैले गरेको हो। यो त्यो प्रोजेक्टको त्यो कन्सेप्ट डकुमेन्ट मैले डिजाइन गरेको थिएँ। त्यसमा लाइफ साइकल अप्रोच भनेर हामीले ल्याएको थियौँ। लाइफ साइकल अप्रोच भन्दाखेरि के भने अब अनबर्न बेबीदेखि लिएर बुढेसकालसम्मको होल प्याटर्नलाई केटर गर्ने। अब त्यसमा हामीले के गरेका थियौँ भने पहिला एन्टिनेटल केयर ट्रेनिङ गरेर त्यो महिला समूहहरू बनाएर, अनि एन्टिनेटल केयर 4वटा जुन गभर्मेन्टको मापदण्ड छ त्यो अनुसार 4वटा एन्टिनेटल केयर गर्नै पर्ने। एन्टिनेटल केयर भने एकचोटि जचाउने, एन्टी भने पहिला, नेटल भने जन्मिने भन्दा अगाडिको केयर त्यो बच्चाको, अनि 4वटा चाहिँ त्यो जचाउनु पर्छ भन्ने एउटा त्यो गभर्मेन्टको नर्म छ एउटा। त्यसमा कुनमा के गर्ने भन्ने सबै छ, त्यो हामीले ट्रेनिङ दिएको थियौँ त्यहाँ। अनि त्यो एन्टिनेटल केयर, त्यो द्याट बच्चाको ग्रोथ राम्रोसँग होस् पेटभित्र पनि। अनि जन्मिँदाखेरि चाहिँ अब घरमा जन्मायो त्यो हँसियाले नाइटो काटिदिने, त्यसले गर्दा टेटनस हुने, बच्चाहरूको मर्ने, अनि आमाहरूलाई इन्फेक्सन हुने, त्यो त सफा ठाउँ त छैन नि भएमा राखेर डेलिभरी गर्दाखेरि। भनेपछि अर्को चाहिँ हस्पिटल या हेल्थ पोस्ट जहाँ फेसिलिटी छ त्यहाँ डेलिभरी गर्नै पर्ने। त्यसको लागि हामीले गिभ देम मनी, अहिले गभर्मेन्टले पनि दिएको छ त्यो पैसा। त्यसले गर्दा इन्स्टिट्युसनल डेलिभरी बढाएको छ, म्याटर्नल मोर्टालिटी घटेको पनि छ। हामीले त्यही चिजलाई नपुगेको ठाउँमा, त्यो एकदम गाउँमा त्यो पुगेको थिएन, त्यो ठाउँमा हामीले त्यो पुर्यायौँ। अनि त्यसपछि जन्मेपछि पोस्टनेटल केयर, त्यो बच्चालाई कति इम्युनाइज गर्नुपर्ने 6 हप्तामा त्यो, त्यसपछि बच्चालाई कतिवटा भ्याक्सिन दिनुपर्छ भनेर त्यो आमाहरूलाई हामीले पढायौँ, ट्रेनिङ दियौँ। त्यो भ्याक्सिन त्यो बेला 6वटा भ्याक्सिन थियो, अहिले त 13-14वटा भइसकेको छ। अनि त्यो बेला 6वटा भ्याक्सिन दिनै पर्ने। त्यसपछि बच्चाहरूलाई स्कुलमा खाजा, स्कुलको बच्चाहरू नत्र त गाउँको अब बच्चा आउँदैन भने, अब खानै नपुग्ने बिहान त्यत्तिकै आउने, कमसेकम खाजा दिएपछि एउटा मिल पाइन्छ भनेर पनि बच्चाहरू मजासँग आउने पढ्ने, त्यो राम्रै भयो। त्यसपछि अनिखेरि
खाँदिएपछि अनि एडोलेसेन्ट हेल्थ भनेको एक किसिमले अब त्यो बिचको टाइम हो द्याट नादर हेल्थ अब हेल्दी भनौँ ठुलो भइसक्यो उमेर पुगे एडल्ट पनि होइन बच्चा पनि होइन यो बिचका उनीहरूको अर्कै आइडिया हुन्छ यो सेक्सुअल अर्गनहरू ग्रोथहरू भइरहेको हुन्छ उनीहरू त्यसैमा आफै कन्फ्युज हुन्छन् यो के भएको मेरो जिउमा के भइरहेछ यो भन्ने अनि त्यसको बारेमा चाहिँ हामीले त्यसलाई पनि ट्रेनिङ गऱ्यौँ मिडल स्कुलको 8 क्लासदेखिको बच्चाहरूलाई त्यो ट्रेनिङ गऱ्यौँ अनि त्यो ट्रेनिङ गरेपछि उनीहरूलाई धेरै मिथ यो के हो मेन्सेस भने के हो केटाहरूमा के चेन्ज आउन सक्छ केटीहरूमा के चेन्ज आउन सक्छ यो नेचुरल हो यसमा आत्तिनु पर्दैन भनेर त्यो पनि हामीले सिकायौँ अनि त्यसपछि बच्चा जन्मिने बेलामा हामीले त्यहाँ ऊ पनि गऱ्यौँ त्यसपछि हस्पिटलसँग मिलायौँ त्यहाँ बच्चा हस्पिटल डेलिभरी गरायौँ अनि बच्चाहरूलाई त्यसपछि अनि प्रोल्याप्स एउटा एकदमै कमन पहाडमा त्यो भारी बोकेर त्यो चाहँदा त्यही 10 दिन नसुतेर त्यसै भारी बोक्दाखेरि त त्यो लुज भइरहेको बडीहरूबाट त एकदमै त्यो आङ खस्ने भन्छ त्यस्तो हुन्थ्यो अनि त्यो प्रोल्याप्सको अपरेसनहरू हामीले गरायौँ त्यसपछि ओल्ड एजलाई क्याटराक्टको अपरेसनहरू पनि हामीले गऱ्यौँ अनि हुँदा बुढाबुढीहरूलाई तातो ओढ्नेहरू बाँड्ने पनि गऱ्यौँ र अब लास्टमा आएर के भयो भने हामीले त्यो समूह जुन गठन गरेका थियौँ 10वटा वार्डमा चाहिँ नि 225 जनाको समूह गरेका थियौँ 250 जना महिला थिए अब यिनीहरूलाई यत्तिकै छोड्न त भएन दे सुड रिमेन अर्गनाइज भनेर हामीले के गर्यौँ भने एउटा महिला समूह नै गठन गऱ्यौँ त्यहाँ गठन गर्दाखेरि हाम्रै क्लबको 2 लाख रुपियाँ थियो डाक्टर लेट मधुकर राणाले उहाँको बुवाको र आमाको श्राद्धमा दिनुभएको पैसा थियो त्यो त्यत्तिकै बसिरहेको थियो मेरो पालोमा मैले त्यो पैसा युज गरेर त्यही उनीहरूलाई 25 हजारको दरले 10वटा लाइफ साइकल अन्तर्गतै परिरहेछ नि परिरहेछ अब चाहिँ त्यो पैसाले उनीहरूले लाइफ साइकल त एक राउन्ड गऱ्यौँ हामीले अवेरनेस आयो त्यत्तिकै नछोडौँ यिनीहरूलाई केही दिउँ आत्मनिर्भर बनाउने र उनीहरूलाई चाहिँ त्यो गरेपछि अनि मैले के भने मैले ट्रेनिङ आफै दिएँ त्यो ट्रेनिङको पैसा पनि थियो त्यहाँ मैले पनि तपाईँहरू खाजा खानालाई यति पैसा छ ट्रेनिङको यति पैसा छ अब तपाईँहरूको विचार तपाईँहरूले हाल्नुहुन्छ भने यो फन्डमा हाल्नुहोस् त्यो मैले पैसा लिन्न अनि त्यो खाजाको पैसा पनि तपाईँहरू घरबाट ल्याएर खाजा खानुहुन्छ नि त्यो पनि त्यहाँ हाल्नुहोस् अनि बाँकी त्यो पैसा तपाईँहरूकै हो जसरी चलाउनुहुन्छ तपाईँहरू चलाउनुहोस् भनेपछि हामी खाजा पनि खाँदैनौँ हामी घरबाट ल्याएर खान्छौँ भने उनीहरू अनि त्यो ट्रेनिङको पैसा पनि हुँदाखेरि एकजनालाई एउटा ग्रुपलाई 40-50 हजार भयो त्यहाँ अनि उनीहरूले 25 रुपियाँ महिनाको हालेर दे क्रिएटेड ए फन्ड है त्यसपछि कसैले चाहिँ त्यहाँ तरकारी रोपे कसैले बाख्रा पाले कसैले कुखुरा पाले कसैले के गरे अनि त्यसको 3 वर्षपछि 4 वर्षपछि हामी गयौँ फेरि त्यहाँ जाँदाखेरि फलोअपमा गयौँ त्यहाँ गएको कतिजना आए 60-70 जना जति आए त्यो त आई कुड नट बिलिभ त्यति कम पैसाले के भएछ त्यहाँ त त्यो त मान्छेहरूको अनुहारै चेन्ज छ भने त्यो दे लुक सो मच बेटर दे लुक सो मच कन्फिडेन्स दे लुक अनि मैले सोधेँ तपाईँहरू त ओहो कस्तो राम्रो देखिनु भएको रहेछ कसरी भन्दा मेकअप सेकअप पनि लगाएका सरक्क परेर लुगा पनि लगाएका होइन हजुर अब के अब सानोतिनो कुरालाई श्रीमानलाई यति पैसाको हिसाब बुझाउनु पर्थ्यो अहिले त आफै तरकारी बेच्छौँ तरकारीबाट पैसा आउँछ अन्डाहरू बेच्छौँ बच्चाहरूलाई खुवाउनु पनि पाइयो किताब किन्नु पनि पाइयो सानो पैसा भए पनि हामीहरूलाई त्यतिले पनि धेरै फरक पर्दो रहेछ आफ्नो हातमा पैसा भएको एउटा 2टा कुरा भयो अरे उनीहरूलाई एउटा चाहिँ त्यो पैसाले इन्डिपेन्डेन्स आयो त्यति थोरैले अनि अर्को चाहिँ के भयो अरे भनेदेखि अब गाउँमा टाढा बस्थ्यौँ के ठिक हो के बेठिक हो थाहा छैन घरका मान्छेलाई कुरा गरौँ उल्टो गाली गरिदिने हुन् कि भन्ने डर अनि साथीहरू भएपछि त कुरा गर्नु पाइयो यो मलाई यस्तो भयो भन्दा उसले मलाई पनि यस्तो भएको थियो यसो गरेँ भन्छन् एउटा ग्रुप जम्मा भयो हामीलाई त्यसले गर्दाखेरि एउटा धेरै ठुलो परिवर्तन आयो हामीलाई अहिले चाहिँ डर पनि लाग्दैन अहिले हामी सल्लाह गर्छौँ चाहिए बेलामा सापट लिन्छौँ आफै चाहिँ गर्छौँ भन्दाखेरि मुख्य कुरा इकोनोमिक इम्पावरमेन्ट भनेपछि त्यति हजुरले वुमेन इम्पावरमेन्टको जीवन्त तस्बिर त्यहाँ देखेँ फिल गर्नुभयो फिल गरेँ त्यो बेला प्राउड फिल भयो होला हैन एकदमै प्राउड फिल भयो अब मैले त्यसको इभ्यालुएसन पनि गर्छु गएर कहिले भन्न ठाने छु अब त्यसको लागि अब फन्ड पनि कहाँ भन्नुभयो फेरि यो बल्थलीमा माथि बल्थली यो ललितपुरै हो होइन बल्थली काभ्रे ए हजुर अब हजुर चाहिँ त्यो रिप्लिकेट पनि भयो यो बडी खेलमा अहिले चाहिँ हाम्रो वुमेन सशक्तिकरण प्रोजेक्ट अहिले अर्को गइरहेछ नि